don't know what happened. Guess we weren't meant to be. I know we had problems. So hello everyone, welcome back again my YouTube channel. It's me Sar Vlogs Edited. So after a long time पछि vlog बनाइराछु. So आजको vlog चाहिँ बवाल नै हुनेवाला छ. सबैजनाले हेरेर सब्स्क्राइब गरिदिनु होला हैन. So अब म चाहिँ बाहिर निस्किन लाग्छु. So साथीको कपाल काट्न जान लाग्यो अनि so जान लाग्छु हैन. So त्यही नै हो, निस्किम है त. So alright. So guys, म चाहिँ निस्किसकेको छु हैन. So देख्नुहुन्छ वेदर पानी परिरहेको छ अनि हाफ कट टु एन्ड चप्पल लाएर हिँडेको छु हैन. मजा लाएर हिँडौँ भने अब मजा पुरा भिजिहाल्छ हैन यस्तोमा. अनि मजा पनि धोइराखेको छु मैले. सो डेन्जर पानी परेको अवस्था यु क्यान सी गाइज. पानी परेछ अनि छाता बोकेर हिँडेको छु मैले चाहिँ हैन. अनि त्यही नै हो, उसले पर्खिरहेको छ मलाई घरमा हैन. उसको कपाल काट्न चाहन्छौँ त्यसपछि हैन. त्यही नै दामी तरिकाले धेरै पछि भ्लग बनाएको हैन. अलि औडा फिल भइरहेको छ. जाडो छ त्यही पनि हाफ कटमा मस्त चलिरहेको छु. नो वरिज, केही छैन. यत्तिकै चल्दिनँ अनि यत्तिकै चल्दिउँला नि हैन. चिसो त चिसै छ तर गाउँमा चाहिँ हैन हुस्सो चाहिँ डेन्जर लाग्यो. तलबाट देख्नुहुन्छ, देखाइदिउँ न यहाँबाट टक्क पारले. बबाल भ्यू क्याप्चर भइरहेछ है. त्यही नै अब खुट्टाहरू कति हिलो हुन्छ. बाटोको हालत यस्तो छ देख्नुहुन्छ हैन. खुट्टा त पानी पर्यो. भागौँ कसरी. यहाँ पछाडिभरि हिलो लाग्छ चाकभरि. हेर्दा हुस्सो कडा लायो पानी पनि खतरै परेन. देख्नुहुन्छ थेट चप्पलभरि हिलो भइसक्यो होइन. खुट्टाभरि हिलो भइसक्यो. त्यही नै हो, धेरै टाढा चाहिँ छैन. पानीले चाहिँ बिजोग बनायो. सो त्यही नै हो गाइज. अनि उसको कपाल काट्ने अरे मेरो चाहिँ काटिसक्यो देख्नुहुन्छ. अलवेज मुलेट लभर है. मुलेट होइन त. अनि जस्तै चाहिँ भ्लग किन नआएको भनेर सोचिरहनु भयो होला होइन. त्यही अल्छीपना होइन, लास्टै अल्छी भयो. अनि सो अब त्यो अल्छी चाहिँ फराक हटाएर चाहिँ बवाल भ्लगहरू झिक्छु म. त्यही नै हो. के हो पानी भिज्दै आएको छ त. आउने त दादाको घोची सरी दादाको भ्लगमा हाई गरिदेऊ नि त ल. अनि किन पानी भिज्दै आएको त तिमी. अब यहाँ छातामा बस्छ. किन पानी भिज्दै आएको. छाता छैन. अनि सानो दादा देखेनौ खोइ आएर हो. तिमी चाहिँ एक्लै आएको. सो हेलो गाइज भनिदेऊ न त एकचोटि. भनिदेऊ कस्तो लजाएको हेर न फेरि. कति क्लासमा पढ्छ अरे. 4मा. ल बाई. ल राम्रोसँग जाऊ ल. सो पानी हेर्दै पानी त ठुलै पर्नु सुरु गर्यो यार. अहिले त जाडो हुन थाल्यो होइन. हाफ कटुरे माथि होइन. हाफ कटुर अनि त्यसपछि यो भेस्ट लाएर आएको छु. अहिले त झन् जाडो हुनु सुरु गर्यो यार. सो देख्नुहुन्छ साथी पनि आइसकेको छ होइन. ऊ अगाडि हिँड्छ अनि यो पछाडि. अनि यहाँनिर जुगाले टोकिसक्यो मलाई. खुट्टामा जुगाले टोकिसक्यो है. गाउँघरमा त जुगाको कमी छैन है. जुगाले त क्रापै पारिसक्यो होला हो जुगाले. त्यही नै हो. देख्नुहुन्छ वेदर बबालमाथि बबाल नै भइरहेको छ है. यत्तिको मौसम हेर्नु भने त भाग्यमानी होइन त दोस्त. अनि त्यही नै हो भन्ने बानी अलिक धेरै नै गएछ मलाई. भ्लग धेरै पछि बनाएर होला सायद जहाँसम्म लाग्छ. सो चप्पलको हालत हेर्नु पर्दाखेरि चाहिँ यस्तो छ. धो पनि छैन केही पनि छैन. सेतो चप्पल भने चाहिँ अब होइन यो यस्तो बर्खा बेला चाहिँ लाउनु नहुने रहेछ. कालो चप्पल नै ठिक छ. बरुभन्दा लसपस हुने क्या लास्टै. सेतो चप्पल एकछिनमै फोहोर भइहाल्ने. पानी पर्यो असिना छ अरे. यस्तो खोला आउनु थालिसक्यो त्यसो हुन्छ. पानी एकछिन परेको छैन है. एकछिन त के भन्नु, 2 दिन जति भइसक्यो पानी परेको लगादो. सो हाम्रो चाहिँ नयाँ प्लान बनिसकेको छ है. यता सर्टकट जाने रुट पटन नजानु भयो. एकजनाले बोलेपछि फेरि अस्ति हुँदैन कि. जम भनेपछि जम होइन. गरौँ भनेपछि गरौँ. जम भनेपछि जम एकैचोटि. हाम्रो चाहिँ कस्तो हुन्छ भने प्लान अब एकजनाले उसले यताबाट जम भनेपछि जम धन्य लड्या. सुशील म यसो लडेँ है भनेर कन्टेन्ट बनाइदिनु पर्यो. म सुशीललाई नै फोकस गर्छु अरू भन्दा नि.
म लड्यो भने केही छैन सुशील लड्यो भने कन्टेन्ट बन्छ नि त 5,000 को रे आम्बो मेरो यो थाइल्यान्डको कठु कति थाहा छ तिमीलाई $10,000 $10,000 जस्ट अ गफ गाइज सिरियसली नलिनु न फेरि यसले यो ठोक्यो भन्ला होइन जमजम उहाँ माथि अड्क्यो मेरो छाता नि अड्क्यो होला यस्तो निहुरेर जानुपर्ने हुन्छ यस्तो निहुरिनुपर्छ देख्छ हुन्छ बाटो यस्तै छ यस्तो ल्याउ छ सबैतिर चलफल केटाहरूसँग अडपल अनि त त्यही नै हो हाइट हुस्सो चाहिँ तर डेन्जर लगाइरहेको छ दोस्त खुइरी भइरहेको छ नि त फेरि मनी चिप्ले धन्यवाद क्यामेरामा क्याप्चर भयो उता जुगा जस्तो छ खुट्टामा जुगा क्यामेरामा क्याप्चर भयो केटा हो धन्न अब हामी होइन सर्टकट बाटो गएपछि यस्तो त लडीपडी कति हुन्छ कसले बोला जस्तो लाग्यो डेन्जर लडिन्छ एउटा चलफल हाम्रो केटाहरूको चलफल है फेरि दुईजना मात्र भयो नि फेरि चलफल त डेन्जर हुन्छ है हाम्रो फेरि सक्दैन हामीलाई फेरि धेरै मान्छे चाहिँदैन क्या दुईजना भएपछि काफी हो चलफल तिमीलाई त जतिखेर नि ल सुशील दोस्त ल केटाहरूको टिकटक सुरु भइसक्यो देख्नुहुन्छ भ्यू पनि फेरि त्यस्तै कडा निस्किरहेछ नि यो हुस्सै अझ क्यामेरा भन्दा होइन हजुरहरूलाई रियल लाइफमा क्या यो हेर्दाखेरि बवाल लाग्छ क्या क्यामेरामा त अब अलि हुस्सोहरू कम नै देखिन्छ नि त रियल लाइफमा डेन्जर दिन्छ क्यामेरामै यत्तिको देख्यो भनेपछि त अनि हजुरहरूले अब यस्तो रियलाइज गर्नु न अब रियल लाइफमा मैले अब कतिको बवाल भ्यू आँखा अगाडि हेर्न पाउँदा त यस्तो रिल्याक्स फिल हुन्छ नि यु क्यान सी गाइज होइन त दोस्त तिमीलाई पहिलाको याद छ कि छैन यहाँनिर भ्लग बनाएको तिमीले त्यही नै हो होइन सयो भ्यू चाहिँ कडा छ छात्रीमा आज छत्री भ्लग भइरहेको छ है छत्री भ्लग पानी परेर है 1-2 जोडी त माछा नि मारिसक्यो केटाहरूले हात टेकेर जस लुगा चाहिँ फोहोर भएको छैन यत्तिकै अब बेसम्मको लुगा चाहिँ फोहोर भएको छैन फेरि अब जाँदैछौँ उताबाट जाने भनेको गरे होइन उता झन् यो भन्दा बढी हिलो होला भनेर चाहिँ उताबाट हिँडेनौँ हामी अनि देख्नुहुन्छ अरू भन्दा नि आज चाहिँ भ्लग बनाउनु भन्दा नि बढी भ्यूहरू चाहिँ देखाउन मन लागिरहेको छ कि मलाई आजको भ्यू चाहिँ कडक निस्किरहेको छ नि त सो त्यही कारणले चाहिँ बवाल भ्यूहरू चाहिँ झिक्न मन लागिरहेको छ सिनेमेटिकहरू चाहिँ बवाल नै झिक्छु तपाईँहरूले फर्स्टमा देख्न सक्नुहुन्छ सिनेमेटिकहरू चाहिँ मेरो फर्स्टमा हुन्छ जहिले पनि बिचमा राखिदिनु के म चाहिँ सिनेमेटिकहरू त्यही नै हो अब भ्लगहरू चाहिँ कन्टिन्यू आउँछ सो साथ सपोर्टहरू दिँदै गरौँ हावाहुरी होइन जस्तो सुकै होस् भ्लग चाहिँ डेली आउँछ है बवाल नै आउँछ सो लेट्स गो एन्ड लेट्स इन्जोय द भ्लग है सो फाइनल्ली राम्रो बाटो आइपुग्यो पिचमा है पानी छड्के हान्डा छ क्यामेरामा देखाएको छैन त्यो माथि छाता पनि डन्डी पनि अलि सानो छ नि त यसको अनि यस्तो माथि उठाएर भ्लग बनाइरहेको छु अगाडिको सिन हुस्सोहरू देख्नुहुन्छ यतिखेर चाहिँ मसँग के हुनुपर्ने भन्दाखेरि चाहिँ होइन हल्का टाइम हुनुपर्ने क्या त्यस्तै 12-1 बजेतिर यस्तो भएको भयो होइन अनि टाइम ल्याप्समा चाहिँ बवाल नै हुन्थ्यो क्या भ्लग बनाएको भए चाहिँ सिनेमेटिकहरू खिच्नल चाहिँ सो त्यही नै हो सिनेमेटिकहरू खिच्नल चाहिँ यस्तो बवाल मजा आउँछ नि तर हल्का टाइम ल्याप्स बनाउनु छ भने यस्तो हुस्सोहरूको हजुरहरूलाई होइन हल्का टाइम नै राख्नुपर्छ क्या त्यस्तो 1 घन्टा जति आधी घन्टा जति राखे पनि हुन्छ टाइम ल्याप्समा अनि त्यसपछि बवाल भिडियो निस्किन्छ क्या मसँग टाइम ल्याप्सको भिडियो पहिलाको भ्लगहरूमा छ जस्तो लागेको थियो है छैन आई डोन्ट नो धेरै पछि भ्लग बनाएको अब आफूले पनि भ्लगहरू चेक गरेको छैन योभन्दा अगाडि चाहिँ गीतहरू हालेको छु मैले त्यो गीतहरूमा नि माया देखाइदिउँ होला होइन लङ भिडियोमा चाहिँ हावा है उताबाट लङ भिडियोमा चाहिँ मेरो फर्स्ट टाइम हाइएस्ट भ्युज कति गएको भन्दाखेरि चाहिँ 2K गएको छ सो जतिजनाले पनि माया साथ सपोर्ट दिनुभयो उहाँहरूको लागि चाहिँ धेरै धन्यवाद होइन हृदयदेखि नै अनि अब त्यसरी नै माया देखाउँदै गइदिनु होला राम्रो भ्लगहरू हाल्छु बेला ऱ्यापहरू हान्छु गीतहरू गाउँछु होइन त्यही नै हो ल हातै
हातै दुख्दो रहेछ यार क्यामेरा ठडाउँदा बानी नहुँदाखेरि त यार कस्तो हात दुख्ने रहेछ यस्तो यस्तो दुख्ने क्या कुमहरू दुख्ने रहेछ अल राइट हामी चाहिँ आइसकेको छौँ मान्छेहरू रहेछ कता गयो है देख्नुहुन्छ क्यामेरा कस्तो अँध्यारो देखेँ त यार सो राइट नाउ देख्नुहुन्छ छाता दुइटै मलाई बोकाउनु लगाएर मस्त गीत बजाएर हिँड्दा छ है ऊ चाहिँ अनि सो म चाहिँ दुइटा छाता बोकेर हिँडाएको छु दुइटै छाता मलाई भिडाइसक्यो होइन एउटा त मेरै भयो एउटा उसको अनि एउटा छाता मलाई भिडाइदिइसकेको छ उसले अनि ऊ चाहिँ मस्त चिल्याक्समा के हो पारा साथी भनेपछि फेरि साथीलाई बोक्न लगाइहाल्छ क्या रातो कलरको चाहिँ यसको है होइन रातो कलरको उसको हो मेरो त फेरि छाता के हो त्यो होइन बन्द गर्दाखेरि कस्तो भयो भन्दाखेरि त्यसको पुरा डन्डीहरू त्यो जस्तो भयो नि ओडी पो होइन पानीमा भएपछि भयो होइन पानीमा ओड्न पाएपछि भयो त होइन यसको सुकै होस् न के कपाल काटेको देखाइदेऊ नि त तिम्रो लुक्स पनि डेन्जर छ आफू त झारै भएर हिँड्दा छ है म झारेलाई सब्सक्राइब गर्नु पऱ्यो सबजनाले अनि यु क्यान सी गाइज भ्युज त असम बबाल नै देखेको छ बबाल नै होइन ल मलाई ह्यान्डसम भनिदिएर क्या न आफू ह्यान्डसम हुनु होइन तर ह्यान्डसम भन्दा चाहिँ खुसी लाग्यो यहाँ भ्लगर हिँड्दा छ तैँले देखाएको छैन सल्लाह पक गाडी दिए नदेखिरहेको क्यामेरामा त्यही नै हो अब जान्छौँ अब माथि गएर एकजना फेरि अर्को साथी आउँदैछ होइन अनि त्यसपछि अनि केटाहरूसँग मिटअप सिटअप गरेर त्यसपछि चट्टा लाएर गइदिनुपर्छ फेरि माथि बस्ने त्यो त माथि बस्नु पैसा छैन यहाँ मोमो पट्काएर आइसक्यो हामीले मोमो छ्याङहरू होइन त्यही न झ्याप चाहिँ भएको छैन अब झ्याप भएको भन्नुलाई धेरै जस्तो मान्छेले त्यो मैले चाहिँ फेरि त्यस्तो छ्याङ केही खाँदैन है मेरो चाहिँ नाटक मेन प्रब्लम भनेर चाहिँ होइन यस्तो हाइवेमा भ्लग बनाउनु अलि गाह्रो नै हुन्छ कि यो नोइजहरू धेरै आउँछ कि गाडीहरूको सो अनि यो गाडीहरू नजाउन्जेलसम्म आवाज बन्द नहुन्जेलसम्म चाहिँ चुपचाप नै बसिराख्नुपर्छ क्या अनि त्यही कारणले हल्का भ्लगहरू पनि बिग्रिन्छ क्या यो नोइजहरूले गर्दा त्यही नै हो नोबडी तर पनि तपाईँहरूलाई भ्लग चाहिँ फेरि बबाल नै झिकेर अनि कडा सिनहरू झिकेर दिन्छु होइन सो साथ सपोर्ट दिनु होला सुशील केटी आयो त अगाडिबाट केटी आयो अनिल बा देख्नु चाहिँ रियाक्सन उसको फेरि लजाइरहेछ कति राम्रो हो एउटा त मलाई पट्या भयो नि रे भन्न त्यस्तो भन्नु मिल्दैन म सोझो केटी माथि आँखा लाउँदैन भ्लग एडिट गर्दाखेरि भरे फेरि केटी देखाइहाल्छ भने सुशील उसले फेरि बेलुका ओइ साथी त्यो केटीवाला भ्लग क्रप गरेर दियो भनेर बेल हुँदैन फेरि उस्तो यस्तो खालको मान्छे हो केटी भन्ने बित्तिकै फेरि हुर्को हुने मान्छे हो है म त्यस्तो होइन मेरो छ होइन मेरो छ म त्यस्तो केटीहरू हेरेर पनि हिँड्दिनँ होइन ऊ भन्दाखेरि यस्तो नराम्रोको पनि गर्लफ्रेन्ड हुन्छ रहेछ सोध्छ होला होइन तर को नराम्रो पनि जस भनौँ न केटीहरूले पनि होइन यस कसैले मन पनि हेर्छ कसैले धन पैसा पनि हेर्छ होइन सम्पत्ति होइन यस्तो अब हुन्छ नि केटीहरू प्रायः जस्तो होइन कति हुन्छ तर त्यसले त्यो केटी जस मेरो गोले चाहिँ जस मन हेर्छ कि त्यस्तो जस कसैले त हुन्छ नि अब फेस पनि हेर्छ होइन ह्यान्डसम भनेपछि ल यार यो त कति ह्यान्डसम भने केटीहरू अलि उस हुन्छ नि होइन ह्यान्डसम यताउति देखे बित्तिकै होइन यताउति हुन्छ तर मैले जस मेरो गर्लफ्रेन्ड चाहिँ जस होइन त्यस्तो पैसा त्यस्तो पनि होइन कि जस दुःख पाएको होइन मैले मेरो दुःख पनि उसलाई थाहा छ उसको दुःख पनि मलाई थाहा छ होइन त्यसलाई सबै मेरो दुःखहरू थाहा छ होइन जस हामी खुसी छौँ होइन ऊ पनि जस दुःख पाएकै भनौँ न होइन सानैदेखि अब मलाई त्यस्तो दुःख नपाएको केटीहरू पनि मन पर्दैन कि किनभने अब हुन्छ नि सानैदेखि आमा बाबाको होइन मायामा पैसामा अब पुलबुलाकोहरू त्यस्तोहरू हुन्छ नि जस केटीहरू त होइन जस ऊ त अब भनौँ न म भन्छु होइन त्यो तर नाम चाहिँ लिँदिनँ तर उसले होइन सानैदेखि दुःख पाएको होइन कामहरू पनि सबै आउँछ कि बारीदेखि होइन सबै गरिदिन्छ उसले काम साम होइन सबै गरिदिन्छ क्या अब
उसलाई जस उसको सम्पत्ति होस् या नहोस् होइन फेस राम्रो होस् या नहोस् होइन पछि जस काम गर्ने भएपछि त पछि दुईजना मिलेर पनि गरौँला होइन उसलाई धेरै कामहरू पनि आउँछ होइन त्यही हो होइन म खुसी छु उसँगै ऊ पनि मसँग एकदम खुसी छ मलाई अब यो विषयमा एउटा के भन्न मन लाग्यो के भनौँ भन यो भनेको रियल लभ स्टोरी हो नि त हिरो कि होइन सो अलराइट देख्छ हुनुहुन्छ चितलाङको नाइट भ्यू सो तपाईँहरू चितलाङ आउँदाखेरि चाहिँ नाइट भ्यू हेर्न चाहिँ नबिर्सिनु होला सो देख्छ हुनुहुन्छ यहाँ एकजनाले यहाँ यसले गर्दाखेरि ढिलो भयो लुगाहरू मैदा देख्छ हुनुहुन्छ आयो अनि मेरो नि हाउले लागेको छ यसले टङ्गी हान्दाखेरि मलाई लागेको छ होइन सो मेरो भ्युवर्सहरूको लागि चाहिँ मैले फ्लावर टिपेको छु सो ल सुशील के भन्थ्यौ सबैजनालाई बाई बाई है चितलाङ आइदिनु होला मजाले नाइट भ्यू हेरेर गइदिनु होला